हिजो नेपालले वेस्ट इन्डिजसँग ऐतिहासिक सिरिजको सेकेन्ड म्याच जितेर सिरिज आफ्नो नाम गरेको छ। नेपालको यो टेस्ट नेसन विरुद्धको फर्स्ट सिरिज विन हो। हेलो एन्ड स्वागत छ राइनो क्रिक च्यानलमा। हिजोको म्याच नेपालले कम्प्लिट डोमिनेन्सको साथ वान साइडेड गेम जिते। म्याचमा नेपालले वेस्ट इन्डिजलाई 1 सेकेन्डको लागि पनि आउन दिएन। 2 टाइम्स वर्ल्ड च्याम्पियन्स वाज नेभर इन द गेम। म्याच हेर्ने हो भने नेपालले टस जितेर फर्स्टमा ब्याटिङ गर्ने निर्णय गर्यो। प्लेइङ 11मा एउटा चेन्ज थियो। नन्दन यादवलाई रेस्ट दिएर आदिल आलम 3 वर्षपछि टिममा कमब्याक गरे। नेपालले ब्याटिङमा अर्ली 3 विकेट गुमाए। एक टाइममा नेपाल 6.4 ओभरमा 43मा 3 थियो। त्यसपछि आसिफ र सन्दीप जोडालाई राम्रो ब्याटिङ गरे। दुवैबीच 66 बलमा 100 रन पार्टनरसिप भयो। आसिफ शेखले 144 को स्ट्राइक रेटले 47 बलमा 68 रन बनाएर नट आउट रहे। उनको इनिङले नेपालको टोटलमा ठुलो योगदान दियो। त्यस्तै सन्दीप जोडाले पाएको अपर्च्युनिटीलाई ग्र्याब गरेर 39 बलमा 161 को स्ट्राइक रेटले 63 रन बनाए र 3 वर्षपछि टिममा कमब्याक गरेका आदिल आलमले लास्ट ओभरमा 6 र 4 का साथ 5 बलमा 11 रन बनाए र नेपालले 20 ओभरमा 173 रनको टोटल बनायो। सेकेन्ड इनिङमा बलिङले वेस्ट इन्डिजका ब्याट्सम्यानलाई टिक्न दिएन। दिपेन्द्र सिंह ऐडी, करण केसी, ललित राजवंशीले एकदमै राम्रो इकोनोमिकल बलिङ गरे। बट कुशल भुर्तेल र आदिल आलमको बलिङ आउटस्ट्यान्डिङ थियो, जसमा आदिल आलमले 4 ओभरमा 24 रन दिएर 4 विकेट लिए भने कुशल भुर्तेलले 2.1 ओभरमा 16 रन दिएर 3 विकेट लिए र वेस्ट इन्डिजलाई 83 रनमा अल आउट भयो र नेपालले 90 रनको ठुलो मार्जिनले म्याच जित्यो। हिजोको म्याचमा आसिफ शेख म्यान अफ द म्याच भए पनि मेरो लागि परफर्मर अफ द म्याच आदिल आलम रहे। 3 वर्षपछि टिममा कमब्याक गर्दा प्रेसर हुन्छ, तर उनले ब्याटिङमा पनि अन्त्यमा एउटा 6 र एउटा 4 हानेर बलिङमा पनि 4 विकेट लिए र परफर्मर अफ द म्याच बने। हिजोको म्याचमा पनि नेपालले फिल्डिङमा डोमिनेन्स देखाए। कुशल भुर्तेलको के कार्टीको क्याच, गुलसन झाको काइल्स मेयरको बाउन्ड्रीमा क्याच ब्रिलियन्ट थियो र लास्ट विकेटको करण केसीको क्याचले नेपालको फिल्डिङको स्ट्यान्डर्ड देखायो। नेपालले दुवै म्याचमा कार्डी किड्सको ट्याग हटाएर डोमिनेन्सका साथ सिरिज आफ्नो नाम गरे। यो टिम नेपाल अहिलेसम्मको सबभन्दा ब्यालेन्स टिम देखिरहेको छ। हरेक फिल्डले एक्जिक्युट गरिरहेको छ। ब्याटिङमा एकले परफर्म नगरे अर्कोले परफर्म गरिरहेको छ। टिम एकदमै ब्यालेन्स देखिरहेको छ। कुशल भुर्तेलको ब्याटबाट रन आउन मात्र बाँकी छ। त्यो आएपछि हरेक बक्सेस टिक हुनेछ र नेपाल टी20 वर्ल्ड कप क्वालिफायरको लागि एकदम प्रिपेयर्ड हुनेछ। तपाईँलाई के लाग्छ? नेपालले आजको म्याच जितेर वेस्ट इन्डिजलाई वाइट वास गर्न सक्छ त? कमेन्ट गर्नुहोला र यस्तै भिडियोका लागि च्यानललाई सब्स्क्राइब र भिडियोलाई लाइक गर्नुहोला। धन्यवाद।